महिनावारी हुँदाखेरि महिलाहरूलाई चाहिँ पेट दुख्छ र यो पेट दुखाइ सामान्य कुरा हो कि कुनै रोगको लक्षण हो र यो भिडियोमा चाहिँ हामीले यसको बारेमा सबै कुरा जान्छौँ। र महिनावारीमा चाहिँ सामान्य रूपमा पेट दुख्छ, तर सबै पेट दुखाइ चाहिँ सामान्य दुखाइ हुन् भनेर भन्न पनि मिल्दैन है। महिनावारीमा चाहिँ सामान्य रूपमा पेट दुख्छ, तल्लो पेट दुख्छ र ढाड दुख्छ र त्यो दुखाइ चाहिँ केवल 1-2 दिनको लागि मात्रै रहन्छ र त्यो दुखाइलाई चाहिँ तपाईँले सहेर बस्न सक्नुहुन्छ र सहन सक्नु भएन भने पनि पेन किलर खाएर त्यो दुखाइलाई चाहिँ कम गर्न सकिन्छ। र त्यो दुखाइ चाहिँ किशोर अवस्थामा धेरै हुन्छ र जति तपाईँ बुढो हुँदै जानुहुन्छ, उमेर ढल्किँदै जान्छ, तपाईँको त्यो दुखाइ चाहिँ कम हुँदै जान्छ। र कस्तो अवस्थामा चाहिँ तपाईँ डराउनुपर्छ, कुनै रोगको सङ्केत हो कि भनेर डराउनुपर्छ भन्दाखेरि चाहिँ यदि महिनावारी हुनभन्दा अगाडि नै तपाईँलाई पेट दुखिरहेको छ र महिनावारीमा चाहिँ पेट दुखाइ धेरै समयसम्म भयो, 4-5 दिनसम्मै पेट दुखिरह्यो र त्यो दुखाइ चाहिँ सहनै नसक्ने गरी दुखिरहेको छ र पेन किलर खाँदाखेरि पनि त्यो दुखाइ निको भइरहेको छैन र दुखाइले गर्दाखेरि तपाईँले आफ्नो दैनिक क्रियाकलाप पनि गर्न सकिरहनु भएको छैन। त्यसका साथसाथै शारीरिक सम्पर्क गर्दाखेरि पनि तपाईँलाई एकदमै धेरै दुख्छ र महिनावारीमा चाहिँ स्वाभाविकभन्दा धेरै रगत बग्छ र रगत चाहिँ चोक्टा परेर जान्छ। त्यसका साथसाथै चाहिँ तपाईँको जति उमेर बढ्दै जान्छ र दुखाइ पनि बढ्दै गयो भने त्यो खतराको सङ्केत हुन सक्छ। त्यो भएर एकचोटि चाहिँ आफ्नो नजिकको स्त्री तथा प्रसुति रोगको डाक्टरसँग एकचोटि जाँच गर्न सक्नुहुन्छ र बेलैमा चाहिँ आफूलाई कुनै रोग लागेको छ कि छैन भनेर जान्न पनि सक्नुहुन्छ। र यस्तो भयो भने चाहिँ इन्डोमेट्रियोसिस, एडिनोमायोसिस, त्यसपछि गएर पिआइडी, पेल्भिक इन्फ्लामेटरी डिजिज र कहिलेकाहीँ चाहिँ पिसिओएसले गर्दाखेरि पनि यस्तो कुराहरू आउन सक्छ। तर थप जान्नको लागि चाहिँ तपाईँले नजिकको डक्टरसँग गएर एकचोटि परामर्श लिनु होला र यसको बारेमा अझै जान्न मन छ भने चाहिँ कमेन्ट बक्स मार्फत जानकारी पनि दिन सक्नुहुन्छ र डाक्टर पवन भुषाललाई फलो, सेयर पनि गर्न सक्नुहुन्छ। धन्यवाद।